सो हाई गाइज, स्वागत छ तपाईहरुलाई मेरो एउटा नयाँ भिडियोमा। म आज तपाईहरुलाई सिकाउन गइरहेको छु कसरी हामीले युट्युबमा भिडियो पोस्ट गर्दाखेरि ट्याग लगाउने कसरी त। यदि हामीले सही तरिकाले ट्याग लगाउन सकिएन भने पनि हाम्रो भिडियो भाइरल जाँदैन। 10 भ्युज आयो, 50 भ्युज आयो र 100 भ्युज आयो र त्यसपछि एकदमै बन्द भयो भ्युज, सिधै स्टप हुन्छ। त्यो किन हुन्छ त? 1 भ्युज, 2 भ्युज, 3 भ्युज त्यस्तो पनि छ धेरै जनाहरुको, र च्यानलमा सब्स्क्राइबर पनि इन्क्रिज हुँदैन। त किन हुँदैन भन्दा तपाईको हजुरहरुले हजुरको भिडियोमा ट्याग राम्रोसित नलगाएको खण्डमा। किन त्यो हुन्छ? सब्स्क्राइबर र ट्यागसँगको के सम्बन्ध छ भन्नुहुन्छ यदि भने, सब्स्क्राइबर बढाउनको लागि हजुरको भिडियो धेरै मानिसहरुको बीचमा जानु पर्यो। त्यो हुनको लागि राम्रोसँग ट्याग लगाएको हुनु पर्यो हजुरले। यदि राम्रोसित ट्याग लगाउनु भएको छैन भने तपाईको भिडियो अरूको सर्च लिस्टमा जाँदैन र सर्ट फिडमा पनि देखाउँदैन। सो हजुरले भिडियो चाहिँ 1080 एचडी क्वालिटीको निकाल्नु भएको छ हैन, तर भ्युज भने तपाईको भिडियोमा कति छ? 2, 10। र तपाईको यदि भ्युज नै गइहाल्यो भने पनि 10 भ्युज, 20 भ्युज, यदि तपाईको त्यहाँ भन्दा पनि माथि गयो भने एकैचोटी जान्छ, एकैचोटी हाई भएर जान्छ 1000 सम्म अथवा 2000 सम्म तपाईको भ्युज जान्छ। र त्यसपछि के हुन्छ? त्यो सिधै बन्द भइदिन्छ, ठप्प बन्द भइदिन्छ। सो अब के गर्ने त? यसको लागि पनि ट्यागको महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ है ट्यागले। किनभने ट्याग यदि तपाईको जस्तै मान्नु कि म अहिले तपाईलाई स्क्रिन एउटा शेयर गरेर त्यहाँ सिकाउने छु। जस्तै मान्नु कि तपाईको एउटा भिडियोको टाइटल लाफिङ टाइटल छ, फनी भिडियोको टाइटल छ, तपाईको भिडियो चाहिँ फनी छ, तर तपाईले ट्याग चाहिँ लाएर सङको लगाउनु भयो हैन, र अरु स्याड भिडियोहरु लगाउनु भयो भने त्यो भिडियोमा मिल्दैन। हजुरको भिडियो केही गरी पनि भ्युज आउँदैन। धेरै आयो भने 50 या 60 भ्युज, त्यहाँ भन्दा भ्युज एक पनि आउँदैन। सो यसको समाधानको लागि युट्युबले नै अहिले हामीलाई सजिलो तरिकाले कसरी ट्याग जेनेरेट गर्ने त, कसरी क्रिएट गर्ने ट्याग हाम्रो टाइटल अनुसारको, त्यो हामीलाई युट्युबले नै सिकाउँछ। एकदम सरल तरिका छ, म आज तपाईहरुलाई सिकाउँछु। सो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। सबैभन्दा पहिला च्यानललाई सब्स्क्राइब गरेर भिडियोलाई लाइक गरेर कमेन्ट गर्न पक्कै नभुल्नु होला, र यो भिडियोलाई आफ्नो साथीहरुसँग पनि शेयर गर्नु होला पक्कै पनि है त। सबैभन्दा पहिला तपाईहरुले तपाईको क्रोम ब्राउजर ओपन गर्नु होला है त। एकदमै सजिलो छ है यो टेक्निक चाहिँ, धेरै सजिलो छ, हजुरहरुले सोचेको भन्दा पनि सजिलो छ है। क्रोम ब्राउजर ओपन भइसकेपछि तपाईहरुले आफ्नो सर्च बारमा जानु होला र त्यहाँ गएर RAPIDTAGS रेपिटेक्स भनेर रेपिटेक्स भनेर सर्च गर्नु है त। यहाँ ट्यागहरु चाहिँ तपाईको ट्याग क्रिएट गर्नेहरु साइट चाहिँ धेरै छन् यहाँ है, एकदम धेरै देखिन्छ ल हेर्नुस्। तर एकदम बेस्ट भनेको चाहिँ युट्युब भिडियोको लागि भनेको चाहिँ यही हुन्छ है, यो माथिको सबैभन्दा सुरुको स्टेप हो। जस्तै अब यहाँ हेर्न सक्नुहुन्छ यूज ट्याग जेनरेटर। ओके, सो रेपिटेक्स हेल्प यु ग्रो अन योर युट्युब भनेको छ के। यहाँ योबाट चाहिँ जस्तै हामीले तपाईको फनी भिडियो छ भने फनी भिडियोको हामीले जुन टाइटल छ नि, हामीले जुन टाइटल राख्छौं नि जुन भिडियोमा अथवा सर्टमा, त्यो टाइटललाई चाहिँ हामीले यहाँ ल्याएर पेस्ट गर्ने हो है त। जस्तै एउटा उदाहरणको लागि नेपाली FUN फनी भिडियोज है त, ल यति मात्रै भयो है त। सो हेर्न सक्नुहुन्छ यसले आफैले चाहिँ क्रिएट गरेर, जस्तै नेपाली ट्रेन्डिङमा कुन फनी भिडियोहरु चल्दैछ त, त्यो फनी भिडियोहरुको ट्याग चाहिँ यसले आफैले क्रिएट गरेर तपाईलाई दिन्छ है त। अब यही ट्यागलाई चाहिँ तपाईले आफूले कपी गरेर, यहाँ जस्तै माथि अप्सन छ नि, यो अप्सन हो, यो अप्सनबाट कपी गरेर हामीले एउटा हाम्रो जस्तै उदाहरणको लागि तपाईले आफ्नो नोट भन्ने छ नि, हो यसमा क्लिक गरेर यहाँ क्लिक गर्नु होला र यसलाई यहाँ लिएर आएर जस्तै पेस्ट गर्ने है त। यहाँ लिएर आएर पेस्ट गरेपछि र यो जुन कमा जस्तो छ नि यसलाई चाहिँ रिमुभ गर्ने र यसैगरी जस्तै नम्बर 1 नम्बर 2 गरेर यसैगरी तपाईले 1 बाइ 1 गर्दै जाने। यो भयो भने के हुन्छ, तपाईलाई पछि तपाईको डिस्क्रिप्सनमा यदि तपाईहरुले यो ट्यागलाई लगाउन चाहनु भयो भने पनि हुन्छ, राख्न चाहनु भयो भने पनि तपाईलाई सजिलो हुन्छ, र पछि तपाईले यसैलाई
के गर्नु पर्दैन, ट्याग लगाउँदाखेरि कपी गर्ने र ट्याग लगाउने है त। कपी गरेर ट्याग लगाइदियो भने आनन्द केही गर्नै पर्दैन। ठिक छ। सो यो त भयो तपाईले जस्तै यसै गरी तपाईले सबैलाई गर्न सक्नुहुनेछ है त। सो यो त भयो अब इङ्ग्लिसबाट है, जस्तै इङ्ग्लिस वर्ड्स नेपाली भाषा है त। जस्तै अब अरू अरू चाहिँ हामीले गर्दाखेरि जस्तै मानौ कि नेपालीमा हामीले गर्न चाह्यौँ भने है नेपाली भाषामा पनि मिल्छ है त। जस्तै के टाइटल राख्ने त, नेपालको नेपाली नेपालको शान धरहरा है त। ल यो जस्तै हामीले नेपाली टाइपिङ हो। ल हेर्नुहोस्, यो जुन नेपाली धरहरा सम्बन्धी जति पनि इन्क्लुडिङ जति पनि ट्याग्सहरू छ नि सबै यहीँ दिन्छ है त। ल उसले आफैले क्रिएट गरेर दिइसक्यो। जुन धरहरासम्म नेपाली धरहरासँग बिलङ गर्नेहरू हुन्छ नि, जुनसुकै न्युज होस्, टिकटक होस्, प्र्याङ्क भिडियो, फनी भिडियो, हरेक कुराहरू इत्यादि कुराहरूलाई उसले चाहिँ आफै क्रिएट गरेर दिन्छ तपाईहरूलाई। नेपालीमा पनि दिन्छ, इङ्ग्लिसमा पनि दिन्छ, मिक्स दिन्छ है यसले चाहिँ। जस्तै यो त भयो नेपालीमा, र अब जस्तै तपाईँले इङ्ग्लिसमा गर्न चाहनुभयो भने यहीँबाट तपाईँले गर्न सक्नुहुनेछ इङ्ग्लिसमा। अब यदि तपाईँहरूले इङ्ग्लिसमा गर्न चाहनुभयो भने पनि यसैले गरेर दिन्छ है त। जस्तै हाउ टु अपलोड भिडियो अन युट्युब भनेर जस्तै हामीले इङ्ग्लिसमा टाइपिङ गरौँ है त। हाम्रो जस्तै टाइटल चाहिँ यो रहेको छ, कुनै एउटा भिडियोको पनि सर्च गरौँ। सो यहाँ हेर्न सक्नुहुनेछ, उसले यदि तपाईँले इङ्ग्लिस टाइपिङ गर्नुभयो भने इङ्ग्लिसैको ट्याग उसले क्रिएट गरेर दिन्छ, इङ्ग्लिसमै ट्याग क्रिएट गर्छ। यसमा चाहिँ जस्तै तपाईँले इङ्ग्लिस ल्याङ्ग्वेज तपाईँले युज गर्दाखेरि चाहिँ उसले नेपाली ट्याग चाहिँ कहिले पनि क्रिएट गरेर दिँदैन नेपाली अक्षरमा। तर यदि तपाईँहरूले नेपाली टाइटल राख्नुभएको छ, नेपाली अक्षरले टाइटल राख्नु भएको छ भने चाहिँ यसले इङ्ग्लिसमा पनि क्रिएट गरेर दिने भयो तपाईँहरूलाई है त। सो यसै गरी हो, तपाईँहरूले आफ्नो भिडियोको लागि बेस्ट ट्यागहरू चाहिँ तपाईँहरूले यही साइटबाट लिएर आफ्नो भिडियो भाइरल गराउन सक्नुहुनेछ है त। म यो रेपिड ट्याग्स भनेको चाहिँ विगत लगभग 5 महिनादेखि युज गर्दै आइरहेको छु। यसमा चाहिँ जुन दिन मैले मेरो आफ्नो सर्ट भिडियोको टाइटलहरू लिएर आएर यहाँ पेस्ट गरेर क्रिएट गरेँ, जुन जेनेरेट गरेँ यहाँबाट, र यसलाई कपी गरेर जुन मैले यसको ट्यागहरू युज गरेको छु नि, त्यस पछाडि भनेको मेरो भिडियो चाहिँ ग्रो भएको छ है। सो कसरी हामीले भिडियोको टाइटल अनुसारको चाहिँ ट्याग जेनेरेट गर्ने त गुगलबाट। यो भिडियो आफ्नो साथीहरूलाई पनि सेयर गरेर पक्कै पनि उनीहरूलाई पनि हेल्प गर्नु होला। जुन मैले सिकाएको छु त्यसले एकदम 100% काम गर्छ। यदि काम गरेन भने तपाईहरूले अर्को पनि प्रक्रिया कोसिस गर्न सक्नुहुनेछ। म फेरि यस्तै एउटा भिडियो बनाएर पक्कै पनि पोस्ट गर्नेछु है त। सो आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ माई भिडियो। सब्सक्राइब माई च्यानल, comment and like this video. Just share now. Thank you. Thanks.